many Maggie stories. इन्द्रेणी उपत्यकाको मुटुमा रहेको शान्ति गाउँ हरियालीले भरिपूर्ण थियो। नदी चकमन्न सूर्यको प्रकाशमा चम्किरहेको थियो। तर एक गर्मी साँझ कालो बादलहरू ओछ्यान बिछाउन थाले र हावाले चर्को आवाज गर्न थाल्यो। एक शक्तिशाली आँधी आउने तयारीमा थियो। गाउँलेहरू खतराको छलफल गर्न भेला भए। अविरल वर्षाले नदी उर्लन थाल्यो। इभान र क्रिसु अगाडि आए। हामी पुरानो बाँधलाई मर्मत गर्छौं, क्रिसुले आत्मविश्वासका साथ भनिन्। बालबालिका र उनका साथीहरू पुरानो बाँधमा पुगे, तर त्यो चिराचिरा परेर भत्किएको र पानी चुइन थालेको देखे। बालुवा भर्ने बोरा तयार पार र काठले चिराहरू ढाक, क्रिसुले निर्देशन दिइन्। आदि विरुद्ध उनीहरूले निरन्तर काम गरे। दाउरा, ब्यारेल र ढुङ्गाका बोराहरू प्रयोग गरेर। यसैबीच इभानले गाउँलेहरूलाई नदी किनारमा अर्को अवरोध निर्माण गर्ने नेतृत्व दिए। अचानक एउटा ठूलो छाल बाँधमा ठोकियो। संरचना दबावमा कराउँदै गर्दा सबैले सास रोक्दै हेरे। जुनकिरीको पहिलो किरणले बादललाई चिरेपछि वर्षा रोकियो र बाँध बलियो उभिरह्यो र गाउँ जोगियो। इभान र क्रिसु हिलोले लतपतिएका र थाकेका थिए, तर गर्वले भरिएको मुटु लिएर सँगै उभिए। र यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।